लाइभमा चाहिँ नमस्ते खोपो टेलिभिजनले पनि साथ दिनुभएको छ भने मेरो अगाडि विभिन्न संसार क्षेत्रमा प्रसिद्धि कमाइरहनुभएका सञ्चारकर्मीज्यूहरू पनि हुनुहुन्छ र मैले अब विद्यालयका बारेमा संक्षिप्त कुरा गर्दा विद्यार्थीहरूको अहिले धेरै कुरा चाहिँ हाम्रो किन्डरगार्टन अथवा हामीले प्री स्कुल, फर्स्ट स्कुल, मन्टेसरी स्कुल भन्छौँ, यसका धेरै आधारहरू छन् र यसका धेरै विद्वत व्यक्तित्वहरूले चाहिँ शिक्षाविदहरूले चाहिँ आफ्नै किसिमले बालबालिकाहरूको सन्दर्भमा चाहिँ व्याख्या पनि गर्नुभएको छ र हामीले चाहिँ रुजवेल्टको फिलोसफी अनुसार यो प्ले वे मेथडमा हाम्रा बालबालिकाहरूको सिकाइ हुन्छ, जसबाट चाहिँ बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि चाहिने आधारहरू हुन्छन्। त्यसमध्ये पनि हाम्रा बालबालिकाहरूका चाहिँ सूक्ष्म मांसपेशीदेखि लिएर हाम्रो शारीरिक, मानसिक, बौद्धिक, त्यसै गरी सर्वाङ्गीण विकासका आधारहरूसँग केन्द्रित भएर चाहिँ बाल मनोविज्ञानमा रहेर हामीले सिकाइ गतिविधिहरू सञ्चालन गर्ने गर्छौँ र हामीले यो प्री स्कुलको करिकुलम पनि आफ्नो स्कुलको करिकुलम तयार गरी त्यो करिकुलम बेसमा चाहिँ थेमेटिकल एप्रोचमा हामीले नानी बाबुहरूलाई चाहिँ शिक्षण गर्ने कार्यहरू गरेका छौँ, जसका लागि हाम्रो सहकारी चाहिँ यो अर्ली चाइल्डहुड एजुकेसन सेन्टर भन्छ, इसिइसी भन्छ, त्यसमा चाहिँ तालिम प्राप्त अथवा त्यसबाट चाहिँ आफ्नो सिपिडी कम्प्लिट गर्नुभएका शिक्षकहरूलाई मात्र त्यो लेभलमा चाहिँ हाम्रा नानी बाबुहरूलाई शिक्षण गर्ने शिक्षण सिकाइका क्रियाकलापहरूमा सहभागी गराउने शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ, जसले गर्दा यो संसारमा अहिले विश्वभर रहेका जति पनि यो 5 वर्षभन्दा तल अथवा 6 वर्षसम्मका बालबालिका जुन कक्षा 1मा जानका लागि हामीले तयार गर्नुपर्छ, त्यसका लागि चाहिने हामीले फाइन मोटर स्किल, सोसियो मोटर स्किलहरू लगायतका गतिविधिहरूलाई सूक्ष्म रूपमा हेरेर र कति कुरा सिकाउनुहुन्छ हुँदैन हामीले अभिभावकज्यूहरूसँग परामर्श गरेर र हाम्रो यो कण्ठेश्वरी र यो डन्ठेश्वरी बेसका धेरै स्कुलहरू छन्, त्यसलाई अलिकति परिमार्जित गरेर हामीले चाहिँ प्ले वे मेथडमा मन्टेश्वरी बेसमा हामीले पढाउने गरेको कुरा चाहिँ तपाईँहरूलाई अवगत गराउन चाहन्छौँ र हरेक वर्ष हामीले हाम्रो 3वटा ग्रुपबाट चाहिँ लगभग 60 देखि 65 जना विद्यार्थीहरू यसरी ग्रेजुएसन गर्ने परम्पराको सुरुवात हामीले 2080 सालबाट गरेका थियौँ भने अहिले हामी 82 सालमा छौँ। 80, 81 र 82 योभन्दा अगाडि चाहिँ हामीले 2063 सालबाट चाहिँ इसिइसी बेसमा चाहिँ जुन प्ले मेथडमा पढाउन सुरु गरेका थियौँ र अहिले पनि कार्यक्रमको सुरुवातमै हाम्रो कृष्ण अधिकारी सरले पनि केही जानकारी गराउनु भएको थियो र त्यो समय मैले त्यसमा जोडेर के मात्रै भने भन्दाखेरि बालबालिकाहरूको सिकाइका सन्दर्भमा धेरै यो संवेदनशील क्षेत्र हो। जति हामीले हाँसी खुसी र व्यवस्थित रूपमा हाम्रा नानी बाबुहरूलाई जुन बेसमा 3 वर्षदेखि 7 वर्षसम्म जति राम्रो विद्यालयमा, जति केयर हुने विद्यालयमा पढाउन सक्छौँ, त्यति बेला उनीहरूको चाहिँ स्ट्रक्चर डेभलपमेन्ट हुने फेज हो। जस्तो कि हाम्रो अहिले म्यामले पनि भन्नुभएको थियो, घर बनाउँदाखेरि जसरी हामीले एउटा घरको डिबिसी गर्नलाई सबैभन्दा पहिले इन्जिनियरिङ पछि फेरि सोयल टेस्ट, त्यसपछि जुन प्रक्रिया गर्छन्, त्यस्तै बालबालिकाको सर्वाङ्गीण विकासका लागि चाहिँ हामीले सोसियो मोटर र फाइन मोटर स्किलदेखि उसको डेभलपमेन्टको सबै स्टेप्सहरूको चाहिँ के गर्छौँ भन्दा पोर्टफोलियोहरू निर्माण गर्छौँ। एभ्री विकको हामीसँग चाहिँ उहाँहरूमा आएको चेन्जहरू, डेभलपमेन्टहरू हेर्न पाउने इन्डिकेटर्सहरू हामीले निर्धारण गरेका छौँ। त्यो निर्धारणका आधारमा चाहिँ बालबालिकाहरूको चाहिँ सिकाइ भएको विवरणहरू हजुरहरूले स्कुलमा आएर हेर्न सिक्न सक्नुहुन्छ र हामी के भन्छौँ भन्दा हामीले जुन अक्षरका पहिला क्यारेक्टर्सहरू हुन्छन्, जुन 1 2 3, त्यसै गरी अर्को चाहिँ क ख जुन भाषाका आधारहरू हुन्छन्, त्यसको लागि सिक्नका लागि नानीहरू तयार हुनुहुन्छ हुनुहुन्न त्यसलाई हेरेर बुझेर त्यसका आधारमा चाहिँ उहाँहरूलाई सिकाइसँग जोड्ने सिक्ने शिक्षामा चाहिँ हजुरहरूलाई अब यो अलिक थ्योरिटिकल एप्रोच त्यसका विषयमा चाहिँ अलिक खोज र अलिक धेरै कुरा बताउन समय लाग्ने हुँदा त्यो बेसमा हामीले पढाउने गरेका छौँ र समग्र 2024 पछि चाहिँ हामी काभ्रे जिल्लाको यो ISO 21001 र 2018 पाउने पहिलो स्कुल हो, जसले चाहिँ विश्वभरका शिक्षाविदहरूले 2018 मा चाहिँ युनेस्कोमा बसेर संसारभरका बालबालिकाहरूको सिकाइ कस्तो हुनुपर्छ भन्ने कुरा
निर्धारण गरेर त्यो उमेरगत समूहगत र व्यवहारगत रूपमा कसरी सिकाइ हुनुपर्छ भन्ने त्यहाँ आधारहरू निर्धारण गरेको छ।